हजुर दर्शन नमस्ते। आज आइतबारको दिन पनि हामी यो उकालो बाटोलाई चाहिँ सोलिङ काममा निरन्तर अगाडि बढिरहेछौँ। आजदेखि चाहिँ हामी यो बाटोलाई अलिक चाँडै सक्नु पर्यो भन्दै केही मिस्त्री साथीहरूलाई हामी रोजमा पनि गराउँदै र श्रम बढाउने काम हुँदैछ, जसमा आज हामी चाहिँ 14 जना हिजो नै जति छौँ। हामी हिजो शनिबारमै हामी 14 जना थियौँ। आज चाहिँ हामी श्रमदाताहरू काजियाङ, त्यसपछि हाम्रो नरकुमार काका हुनुहुन्छ, त्यसपछि काइँडा बाजे, हाम्रो अधुरो कृष्ण मोरङ कृष्ण काका पनि हुनुहुन्छ, त्यसपछि हाम्रो सुजन भाइ अनि भोपाल बाजे, श्रममा हाम्रो मनिष ब्रो पनि आउनु भएको छ आज चाहिँ। त्यस्तो छ। त्यसपछि चाहिँ हाम्रो 2 टोली छौँ है। आज चाहिँ मिस्त्री धेर भयो कि आज, त्यही भएर 2 टोली छौँ। यो चाहिँ अगाडिको मिस्त्री टोली हो। त्यसपछि माथिल्लो टोली सक्दैन नसकी त छोड्दै नछोड्ने हो। त्यस्तो छ कुरो। माथिल्लोपट्टि चाहिँ हाम्रो कमल माबुवाङ हुनुहुन्छ, त्यसपछि हाम्रो दाई कमल दाई खेम्बेला भन्दै हुनुहुन्छ, त्यसपछि खेमसार हुनुहुन्छ, हाम्रो तल अन्जान भाइ अन्जान जबेको पनि हुनुहुन्छ, त्यसपछि हाम्रो हेलो भाइ ठिक छ नि भाइ, ओ भान्जा ठिक छ। हाम्रो भान्जा पनि एकदम व्यस्त हुनुहुन्छ। समीर भान्जा पनि फुल मिस्त्री हो अहिलेलाई, देकै हुनुहुन्छ हो। जेनजी पनि हो फेरि उहाँ त, त्यस्तो छ। अनि हाम्रो टेकबहादुर काका हुनुहुन्छ, उहाँ चाहिँ फुल मिस्त्री यहाँनिर। यो लोडलाई चाहिँ उहाँले नै गाइड गर्दै हुनुहुन्छ है। त्यसपछि अब हाम्रो चक्र सरलाई पनि भन्नु पर्यो नि, ढुङ्गा सकिसक्यो, अब भोलि पनि लाउनु पर्ने ल है, के कसो भनेर अब चक्र सरलाई पनि यहीँबाट जानकारी गराउँदैछौँ। अब हामी कति दिनमा हामी पुरा गर्ने लक्ष्य हो खेम सर? अब 2 दिनमा, आज छोडी 2 दिन। हजुर ढुङ्गा आयो भने अब 2 दिनमा चाहिँ हामी चाहिँ यो चर्लक्कै नै बनाउने कुरो छौँ। अब 82 सालमै सकौँ भनेको त अब भोलि 30 गते भइगयो, पर्सि 1 गते अब बिदा गर्नु पर्यो। ढुङ्गा पनि छैन, त्यसले गर्दाखेरि अब 1 गते छोडी 2 र 3 गते चाहिँ हामी लगभग सक्छौँ होइन। 2 र 3 गतेमा चाहिँ हामी यो मासतिरसम्म चाहिँ हामी त्यो पोलको अगाडिसम्म चाहिँ हामी सक्ने नै हामी लक्ष्यमा छौँ। अब चक्र सरले कसो गर्नुहुन्छ, 20 गाडी 20 ट्र्याक्टर चाहिँ अब ल्याउनै पर्ने अवस्था छ भन्दै हामी यो बाटोलाई चाहिँ चाँडै नै हामी सक्ने लक्ष्यमा छौँ। जम्मा जम्मी हाम्रो यो बाटो चाहिँ हाम्रो देउमाई नगरपालिका वार्ड नम्बर 9 हाम्रो वडाबाट चाहिँ हाम्रो वडाबाटै होइन, हाम्रो बजेट वडाबाट 1,50,000 आएको छ। त्यसमा चाहिँ हाम्रो नियम के हुन्छ भने 20% उतै काटिन्छ अथवा 20% जम्मा गर्नुपर्ने हुन्छ। गर्दाखेरि 30,000 हाम्रो उतै गयो। अनि 1,20,000बाट चाहिँ हामीले ढुङ्गा खरिद गरेर र व्यक्तिहरूबाट हामी देश विदेशमा रहने साथीभाइहरूबाट चाहिँ सहयोग उठाएर चाहिँ हामी यो बाटोलाई पुरा गर्दैछौँ। जसमा हाम्रो आजै मात्रै हाम्रो अमलेको सुरेश सम्बाङबेबाट पनि 6,000 रुपियाँ अथवा 2 ट्र्याक्टर गाडीको लागि आइसकेको छ। यो बर्खा चाहिँ हाम्रो यो बाटो एकदम राम्रो हुने हामी आशा अपेक्षा राख्दछौँ भन्दै आजलाई चाहिँ हाम्रो आज आइतबारको दिनको हाम्रो श्रमलाई यति नै गर्न चाहन्छौँ।